आज हामी घुम्न जान लागेको छौँ होइन। म बाटोसम्म पुगेको थिएँ तर मैले फोन बिर्सेर भ्लग बनाउनका लागि फेरि फर्केर रुमसम्म आएको छु र रुममा आएर फोन लिएर फेरि जान लागेको छु। कस्तो लाग्छ मेरो ब्लग भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अहिले चाहिँ म हिँडेको गाइज, हामी चाहिँ दुई भाइ भएर होइन अहिले बाटोमा जाँदैछौँ। जीवन दाइ चाहिँ माथि हुनुहुन्छ, उहाँ ड्राइभको लागि जानुभएको थियो, स्वयम्भू घुम्न जाने भनेर उहाँ पनि आउनुभएको छ र हामी जीवन दाइसँग पनि भेट भएर सँगै हामी स्वयम्भू घुम्न जानेछौँ। र बाटोमा के कस्तो हुनेछ भिडियोलाई हेर्दै गर्नु होला। एकदम घुइँचो छ साथीहरू बाटोमा होइन, जति बेला पनि जाम लाग्न सक्छ। हामी अहिले 4 बजिसकेको छ बेलुकाको। जीवन दाइ आउँदैन चाहिँ हाम्रो बाइक पार्किङ गर्ने ठाउँ पनि नभएर यहाँ स्वयम्भूको यात्रा स्वयम्भू जानु लागेको। दाइ हुनुहुन्छ यहाँ, स्वयम्भूसम्मको यात्रा छ होइन। गाइज कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। मेरो युट्युबलाई सब्सक्राइब पनि गरिदिनु होला। अहिले बाटोमा त्यस्तो यो धुलो लास्टै भयो, धेरै बोल्न पनि पाइएन। र साथीहरू हामी बाइक पार्किङ गरेर अब स्वयम्भूको यात्रा पैदल हिँड्दै जान लागेको छौँ होइन। सो गाइज हजुरहरूले देख्न सक्नुहुन्छ हामी अब स्वयम्भू जाने बाटोको बुद्ध पार्कमा आइसकेका छौँ। अब हामी यो बुद्ध पार्कभित्र इन्ट्री गर्नेछौँ। यहाँभित्र के छ हजुरहरूलाई म सम्पूर्ण दृश्य देखाउनेछु, भिडियोलाई हेर्दै गर्नु होला है त। यो चाहिँ के हो हामीले थाहा भएन है त साथीहरू, ढक्क हजुरहरूलाई थाहा हुनसक्छ किनकि म पहिलोचोटि यो बुद्ध पार्कमा प्रवेश गर्दैछु, त्यसैले यसको बारेमा चाहिँ हामीलाई थाहा भएन। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बुद्ध पार्कमा प्रवेश गर्ने बुद्ध पार्कको मूल गेट हो। यहाँदेखि हामी प्रवेश गर्नेछौँ र भित्र के दृश्य छ भनेर हामीले तपाईँहरूलाई सम्पूर्ण दृश्य देखाउनेछौँ। र तपाईँले यहाँ इन्ट्री गर्ने बित्तिकै एकदम ठुलो रूपमा यहाँ बुद्धका शालिगहरू देख्न सक्नुहुनेछ। र तपाईँले यहाँ बुद्धका शालिगहरूले निकै सजावटी रूपमा देख्न पनि सक्नुहुनेछ। के गर्नुपर्छ यहाँ? सिनपानी। ओहो सिनपानी ल र साथीहरू हामी यहाँ सुनपानी गरेर चोकिएपछि शुद्ध भएपछि हामी भित्र इन्ट्री गऱ्यौँ। भित्र झन् निकै रमणीय दृश्यहरू रहेछ, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। यदि हजुरहरू काठमाडौँ आइसकेपछि काठमाडौँको स्वयम्भू घुम्न चाहिँ नभुल्नु होला होइन, निकै रमणीय ठाउँ छ। साथीहरूलाई चाहिँ के भन्छ है त्यो चाहिँ मलाई थाहा भएन, तर यो जति फन्को लगायो त्यति फन्को यसको माथिनिर बेल बज्ने रहेछ होइन, त्यो चाहिँ मलाई थाहा भएन। त्यो चाहिँ हामीले जति फन्को लगाइन्छ नि त्यति फन्को यसको माथिनिर बेल बज्दो रहेछ। जीवन दाइको छैन है दागा पौडीले अब सँग पुग्न सकेको सासले हो कि पुग्ने पुगु गर्ने सासले पुगेर चोर फल्नु कि हाम्रो पुग्ने कार्यक्रम चलिरहेको छ। हामी यो बुद्ध पार्क हुँदै हो, हामी चाहिँ स्वयम्भू अझै गएको छैन। स्वयम्भू जान अझै टाइम लाग्छ, अझै स्वयम्भू पनि जानेछौँ। स्वयम्भूको दृश्य देखाउँछु म गाइस हजुरहरूलाई होइन।
यहाँदेखि निक्लेर स्वयम्भू जान लाग्छ। सो गाइस यो चाहिँ हाम्रो आरती हो न। हामीले यहाँदेखि आरती लिइसकेपछि हामी यहाँदेखि निक्लेर अघि बढ्यौँ। अघि बढ्दै गर्दाखेरि बाटोमा विभिन्न प्रकारका कपडाहरूको अब विभिन्न प्रकारका सेलहरू लागेको रहेछ। यहाँ चाहिँ होइन हामीले चाहिँ अब अलिकति बजेट कम भएको कारणले कुनै पनि सामानहरू पर्चेस गरेन। तर यहाँ धेरै प्रकारका बाटोमा देख्न सक्नुहुन्छ यो दृश्य। यो चाहिँ हाम्रो सबै सेल हो। र हामी बाटोमा जाँदै गर्दा एकजना बुबाले तौल नाप्नका लागि एउटा मेसिन लिएर राख्नु भएको रहेछ। र हाम्रो दादाले मेरो तौल कति छ भनेर नाप्नु भयो। र दादाले आफ्नो तौल नाप्दाखेरि हाम्रो दादा 67 केजी हुनुभएको रहेछ। र उहाँले यो तौल नापे बाबत हाम्रो दादाको 10 रुपियाँ लिनुभयो। र उहाँले अरू प्रत्येक व्यक्तिको 10 रुपियाँकै दरले लिनुहुन्छ होला। र हामी हिँड्दै गर्दै हामी स्वयम्भू पनि हामी पुगिसकेको छ। अब स्वयम्भूको मूल गेट हामी आउनै लागेको छ साथीहरू। म तपाईँहरूलाई देखाउनेछु। ल यो देख्न सक्नुहुन्छ यो स्वयम्भू प्रवेश गर्ने मूल गेट हो स्वयम्भूको। यो भित्र प्रवेश गरेर हामी यो भित्र के छ हजुरहरूलाई सम्पूर्ण दृश्य देखाउनेछौँ। र तपाईँले स्वयम्भूको गेट प्रवेश गर्ने बित्तिकै एउटा बुद्धको यस्तो प्रकारको शालिग देख्न सक्नुहुन्छ, जुन पोखरीमा हामीले कुनै पनि पैसाका सिक्का, ढेकहरू वा कागजका पैसाहरू यहाँ फाल्नु पाइँदैन। र हामीले एकजना दाइले हामीले फोटो खिच्नका लागि फोटो खिच्नुहुन्छ र भनेर सोध्नुभयो र हामीले फोटो पनि खिच्यौँ। र फोटो खिचेको एउटा फोटो खिचे बाबत उहाँले हाम्रो 20 रुपियाँ लिनुभयो। र हामीले 10-12वटा जति फोटा पनि खिचिदिनुभएको। अनि हामी फोटा खिचेर फोटा खिचिसकेपछि हामी फेरि स्वयम्भू जानका लागि यहाँदेखि निक्लिएर अब स्वयम्भू प्रवेश गरिसक्यौँ होला। यो के हो यो गेट स्वयम्भू जाने बाटो। अब हामी यहाँ मुभी सुटिङ पनि हुने गर्छ यहाँ म्युजिक भिडियोहरू। र साथीहरू फाइनल्ली हामी स्वयम्भू मन्दिर आइसकेको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो हाम्रो स्वयम्भू मन्दिर हो। यहाँ निकै रमणीय दृश्य रहेको छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। र हामी चाहिँ अब यो स्वयम्भू एकपटक सरर घुम्नेछौँ। देख्न सक्नुहुन्छ तपाईँ यो स्वयम्भूको दृश्य। हामी चाहिँ यसमा एक चक्कर लगाउँछौँ है। यो घुमाउनु पर्ने छ बनाउनु तपाईँ भगवान्को दृश्यलाई यहाँ अलिकति प्रदर्शन छैन। हामी स्वयम्भू भ्रमण गरेर पनि अब फर्किसकेको छौँ होइन। बाटोमा रात परिसकेको छ। अहिले 7 बजिसकेको छ। कति बज्यो? अब चाहिँ हामी रुमतिर फर्किँदैछौँ। यहाँ स्वयम्भूको भ्रमण गरिसक्यो साथीहरू। होइन कस्तो हुन्छ भिडियो लामो हुनसक्छ होइन। अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। हामी 3 बजे स्वयम्भू घुमेर होइन अहिले हामी फर्किँदैछ बाटोमा। रात परिसकेको छ। क्यामेरा पनि अब अँध्यारो आइसकेको छ। त्यो गाइड देख्न सक्नुहुन्छ होइन। यो चाहिँ हाम्रो स्वयम्भूको अब बाइक मूल गेट हो। अब हामी बाहिर निस्किँदैछौँ यहाँदेखि। हामी चाहिँ कम्ती पनि हिँडेर 5 मिनट हिँडेर जानुपर्छ। हाम्रो बाइक पार्किङ तल भएको छ लास्टमा। अब यहाँ देख्न सक्नुहुन्छ तपाईँले एउटा यो देख्न सक्नुहुन्छ यो के हो, यसलाई के भन्छ साथीहरू देख्न सक्नुहुन्छ स्वयम्भूको मूल गेट हो। हामी यहाँदेखि अब बाहिर निस्किँदैछौँ। यो स्वयम्भूको मूल गेट हो। हामी अब यहाँदेखि निक्लियो है त साथीहरू।
सो साथीहरू हामी स्वयम्भूदेखि बाहिर निक्लिसकेको छौँ। अब हामी रुम जानको लागि बाटोमा हिँडिरहेको छ होइन। हामीले बाइक पार्किङ तल गरिसकेको छ, अघि नै तपाईँले देखिसक्नु भयो होला। बाइक पार्किङ गरिसकेको छ हामीले। अब हामी तलसम्म पैदल हिँड्नुपर्छ। दाएर मेरो दाइ र जीवन दाइ अघि गइसक्नु भएको छ होइन। म चाहिँ भिडियोको लागि थोरै टाइम दिएको होइन। अब बाँकी भिडियो बाटोमा कस्तो रहेछ अँध्यारो भइसकेको छ साथीहरू होइन। अब बनाउनु कस्तो रहेछ सक्दो म बनाउनु कोसिस गरेको छु। अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला।